सन्चै हुन्छ। वेलकम टु माई भ्लग। अनि सधैँ भ्लग बनाउँछु भनेर सोच्छु, तर अस्ति एकचोटि बनाएको पनि सब डिलिट भयो। मैले एडिट गर्न पाएन, एउटा एडिट गरेको हट्यो, त्यस्तै भइरहेको छैन। चाहिँ यत्तिकै रेन्डम भ्लग बनाउँदै घर जानु पऱ्यो भनेर जान्छु। घर फर्किरहन्छु। अनि फर्किँदा भयो बाटो फर्किन्छु। यत्तिकै हिँड्दै हिँड्न मजा लाग्छ। अनि गाइस कस्तो मोटी देखिएको शैली भइरहन्छ त्यस्तै, त्यसले गर्दाखेरि अनि मोटी देखिँदो रहेछ। तपाईँहरूतिर चिसो बढ्यो कि बढेन? हाम्रोतिर त लास्टै चिसो बढेर त्यस्तो भएर चापगतो भएर हिँड्नुपर्ने छ। अनि म चाहिँ हिँड्दै जाँदाखेरि जिउ पनि तातिन्छ भनेर अनि हिँड्दै गएको। तर मलाई कस्तो बोल्दै हिँड्न लाज लाग्छ नि त। अनि अब पब्लिकमा क्यामेरा यस्तो गरेर अनि बोल्दै हिँड्नुपर्छ त म लाजले बुझ्दै गइरहेको छु। कस्तो बाटो छ। अहिले चाहिँ बेलुका भयो नि त, कति बजिसक्यो? 5:30 भइसक्यो। अनि कामहरू गयो, त्यही भएर कस्तो मजुर आइरहेको छ। लाइट छैन। तपाईँलाई हिँड्न कतिको मन पर्छ? मलाई त लास्टै हिँड्नु मनपर्छ। अनि अर्को कुरा मलाई के भन्नु मन लाग्यो भने गाइस, यो चाहिँ मेरो एकदम फेभरेट प्लेस जस्तै हो कि। सधैँ म हिँड्दै आउँछु होइन। अनि यो ठाउँमा आएपछि मलाई कस्तो शीतल महसुस हुन्छ कि। कस्तो अहिले त अब चिसो आएर अलिक त्यस्तो धेरै ऊ हुन्न, गर्मी हुन्न नि त चिसोमा त। तर गर्मी सिजनमा चाहिँ गर्मी भइरहेको हुन्छ हिँड्दा होइन। अनि यहाँ आइपुगेपछि कस्तो पिपलको बोटहरू हरियाली अनि गाउँ जस्तो हुन्छ कि। अनि एकछिन भयो भने म यहाँनिर उभिन्छु, यहाँनिर बस्छु होइन। अनि मात्रै जान्छु, कस्तो आनन्द हुन्छ। त्यही भएर मलाई कस्तो मनपर्छ यहाँनिर चाहिँ। एकदम ओसिलो अनि शीतल आनन्द लाग्छ यो बाटो मलाई हिँड्दाखेरि चाहिँ। गाइस तपाईँहरूकोतिर कस्तो छ? चिसो बढ्यो कि बढेन? हाम्रोतिर त कस्तो धेरै चिसो बढेर बतास चल्न थाल्यो। अनि 3-4 दिन भयो कस्तो धेरै चिसो भइरहेको छ कि। मलाई त जाडो भएर अनि अहिले यसरी हिँड्दै आउँदाखेरि त कस्तोसँग चाहिँ तान्यो अझै त। तपाईँले यहाँ पनि टप्प लाएर हिँडिरहेको थिएँ, त्यस्तो हिँडिरहेको थिएँ। अनि मलाई कस्तो लाज लागिरहेको छ बोल्दै हिँड्नलाई। त्यही भएर म कस्तो अनकम्फर्टेबल भएर बोलिराखेको छु। माइन्ड नगर्नु होला त। टाइम पास पनि हुने रहेछ कि यसरी आफैसँग अलगसारी गर्दै जाँदाखेरि त। अनि भ्लग बनाउँदै हिँडेको फाइदा थाहा छ? म एक्लै हिँडिरहेको छु, तर मलाई एक्लै हिँडे जस्तै महसुस भएको छैन कि। म तपाईँहरूसँगै हिँडिराखेको छु, हामी सबैजना सँगै छौँ जस्तो फिल हुँदो रहेछ। यसरी गफ गर्दै हिँड्दाखेरि त मलाई एउटा टपिक निकालेर कुरा गर्नु मन थियो, टपिकै आएन। त्यही भएर म त्यतिकै केही पनि नभनिकन जे आउँछ त्यही भनेर हिँडिराखेको छु। लजाउँदै त्यस्तो लाज लागेको। मान्छेहरूले देख्दा हेरेर लाज लाग्यो। कस्तो हेर्दैछ कि जस्तो हुँदैछ। ओ माई गड, मलाई मात्रै यस्तो हो कि सबैलाई यस्तो हुन्छ हौ। मेरो फेस क्या सोइलिङ भइरहेको छ नि चिसोले गर्दाखेरि। देख्नु भयो चिकन खाएको नला, त्यही भएर त्यस्तो होइन। चिकन चाहिँ मेरो एकदम फेभरेट हो। चिकन त खाइरहेको छु म, लास्टै मनपर्छ। तपाईँहरूलाई मनपर्छ पर्दैन? कस्तो राम्रो रहेछ। यहाँ दाम पर्छ कस्तो भिड हुन्छ नि।
लागेको हेर्नु मन लाग्यो तर राति पनि भयो नि त आजको कस्तो छिटो रात पर्न थाल्यो अनि 1 घन्टा 10-15 मिनटमा त पुग्छु बहिनीले लगभग 1 घन्टा हुन लागिसक्यो अनि बस्नु कि नबस्नु भएर हिँडेको कस्तो राम्रो लाग्छ कि मलाई त्यहाँनिर बस्नको लागि यस्तो क्राउड छ फेरि क्राउड नहुनु भने त एकछिन बस्थ्यो होला क्राउड अलिक मन पर्दैन अनि सो म अघि बढिसकेँ नबसिकन यस्तो छ तल चाहिँ पुरै गाडी नै गाडीहरूको सहर यहाँनिर चाहिँ हनुमानको मन्दिर छ नमस्ते भगवानजी लाइटिङ कस्तो राम्रो छ पसिना आयो अब चाहिँ फाइनली पसिना आयो गाइस जाडोमा पनि पसिना आयो म चाहिँ यो भिडियो हाल्छु कि हाल्दैन थाहा छैन तर यतिकै खिच्दै हिँड्न मजा आइरहेछ राम्रो क्वालिटीको त आएको छैन तर पनि यसरी भिडियो बनाउँदै हिँड्दाखेरि चाहिँ कस्तो रमाइलो हुँदो रहेछ कि अनि म बनाउँदै हिँडिराखेको छु घर पुग्न लाग्छ होला अझै 20-25 मिनट त लाग्छ अनि केही पनि होइन क्यामेरा अन भएपछि मेरो बोली बन्द हुन्छ रिस उठ्छ अनि मलाई अफ क्यामेरा चाहिँ के कुरा आइरहेको हुन्छ जब बोल्छु भन्छु अनि सक्यो कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बिहोस हुँदिन त के भएको हे भगवान आजभोलि के साह्रो छिटो रात परेको अघि म उज्यालोमा हिँडेको अहिले पुरै अँध्यारो भइसक्यो अस्ति 7-7:30 बजी पुग्दाखेरि पनि उज्यालै हुन्थ्यो होइन अहिले त कति बज्यो 6:10-15 पनि भएको छैन होला अँध्यारो भइसक्यो पुरै तर मलाई डर त लाग्दैन म त खतरा मान्छे हो डर चाहिँ लाग्दैन कि भनेर भन्दिनँ म हल्का त लागिहाल्छु नि तर म खतरा मान्छे हो नि म सोलो ट्राभल गर्ने प्लानमा छु कहाँ यस्तो सहरमा डराएर हुन्छ म त पहाड जान लागेको जङ्गलहरू जान लागेको मान्छे यहाँनिर डराएर हुन्छ त डर लागेपछि यसरी भिडियो बनाउँदै हिँड्नुपर्ने रहेछ बल्ल थाहा भयो मजाक गरेको साथीहरू गाइस फाइनली म चाहिँ घर पुगेर फ्रेस पनि भइसकेँ होइन अनि अघि चाहिँ मैले भिडियोको एन्डिङ गरेको थिइनँ नि त बाटोमा कस्तो धेरै क्राउड थियो अनि यतिकै एन्डिङ नगरिकन आइरहेको थिएँ अहिले चाहिँ म हजुरहरू सबैलाई धेरै धन्यवाद भन्न आएको थ्याङ्क्स फर वाचिङ अनि अब चाहिँ म खाना बनाउँछु खाना बनाएर खान्छु अनि म सुत्छु गुड नाइट बाई बाई यो भ्लग चाहिँ म हाल्छु कि थाहा छैन यतिकै बनाएको कस्तो धेरै रसमा छु अनि यदि हालेछु भने भोलि बिहान हाल्छु ल अनि अहिले त गुड नाइट भइसक्यो अब मेरो चाहिँ भोलि तपाईँहरूले हेर्दाखेरि चाहिँ गुड मर्निङ हुन्छ होला अनि सबैजनालाई गुड मर्निङ ह्याभ अ गुड डे बाई बाई थ्याङ्क्स फर वाचिङ वन्स अगेन बाई बाई गाइज